So, hello. I'm just trying to trace with the master chef. सुत्तासम्म यही हुन्छ टेस्ट गर्दा टेस्ट गर्नु पर्यो खै त गुरकै भुटुवा हो यसलाई चाहिँ हामीले उम्चिक्ली भन्छौँ चिचिक्ली पनि भन्छौँ अनि यसमा चाहिँ यहाँ फिलिङ्गीको छोपहरू छ अनि यो आलुदम भयो टिपिकल अनि यो चाहिँ तिते यो चाहिँ लोकल भालेको भुत्लाहरू जन्मदेखिको मर्दासम्म काम गर्ने चाहिँ वाबु यो त हो वाबुलाई यो त घरमैको लागि बनाउनु भएको मैले चाहिँ अब हाम्रो यहाँ हेर नि हौ यहाँ उहाँहरूले ल्याउनु धेरै ल्याउनु थालिसक्नुहुन्छ कि धेरै इस्टकै काम गर्छ क्या हाम्रो गाउँघरमा यो भेरी इन्ट्रेस्टिङ छ मैले स्कुलमा दुःख हुन्छ कहाँ पनि अब अहिले मेरो एकजना भाइ आउँछ नि किन्नुपर्ने कि जन्मदेखिको मर्दासम्म काम गर्ने चाहिँ वाबु यो त हो मैले चाहिँ अब हाम्रो यहाँ हेर नि हौ यहाँ उहाँहरूले धेरै ल्याउनु थालिसक्नुहुन्छ कि धेरै इस्टकै काम गर्छ क्या हाम्रो गाउँघरमा भएको रुख बिरुवाको बोक्रा तासेर चाहिँ त्यसलाई हामीले कुटेर सुकाएर बनाएको त्यसले इस्टकै काम गर्छ त्यो धेरै अर्ग्यानिक धेरै राम्रो हो त मिनिमाइज कस्ट त मिनिमाइज त्यसै दुबईमा नर्मली पनि कमी लेभलमा यो भेरी इन्ट्रेस्टिङ छ मैले स्कुलमा दुःख हुन्छ कहाँ पनि अब अहिले मेरो एकजना भाइ आउँछ नि उनी यहाँबाट भिजिटमा गयो कहिले काम गर्ने मान्छे सानो फर्काउनेमा काममा चाहिँ नगयो मेरो छिमेकी सुत्तासम्म यही हुन्छ टेस्ट गर्दा टेस्ट गर्नु पर्यो खै त जन्मदेखिको मर्दासम्म काम गर्ने चाहिँ वाबु यो त हो वाबुलाई यो त घरमैको लागि बनाउनु भएको मैले चाहिँ अब हाम्रो यहाँ हेर नि हौ यहाँ तपाईँको मात्रै सिङ्गल भिडियो लिन्छु ल धेरै अर्ग्यानिक धेरै राम्रो हो त मिनिमाइज कस्ट त मिनिमाइज त्यसै दुबईमा नर्मली पनि कमी लेभलमा यो भेरी इन्ट्रेस्टिङ छ मैले स्कुलमा दुःख हुन्छ कहाँ पनि अब अहिले मेरो एकजना भाइ आउँछ नि उनी यहाँबाट भिजिटमा गयो कहिले काम गर्ने मान्छे सानो फर्काउनेमा काममा चाहिँ नगयो कसरी हो पानीपुरी 50 रुपियाँ कति पिस 50 रुपियाँ 26 त्यसै गरी फेरि पनि हाम्रो राई समुदायभित्र किराँती कल्चरमा चाहिने हाम्रो किराँती ट्रेडिसनल फुडको चाहिँ उहाँहरूले गर्दै हुनुहुन्छ हरेक कुराको आराखादेखि लिएर छ्याङदेखि लिएर सम्पूर्ण चिज चाहिँ यहाँनिर किराँतीको सुँगुरको मासुबाट बनाएको चिजहरू र मकै नुन र मकैको त्यो मिक्स गरेर हरेक कुरो सेटै 350 को लागि राख्नुभएको छ वाबु त्यस्तै सँगसँगै आराखा सँगसँगै वाबु पनि त्यस्तै रहेछ वाबु चाहिँ मर्दादेखि समय चाहियो हैन हाम्रो राई किराँती कल्चरमा एकदम धेरै इम्पोर्टेन्ट पनि छ र त्यसै हुनाले आजको फुड फेस्टिभल एकदम धेरै राम्रो र रमाइलो अझै पनि आगामी दिनहरुमा यस्तै हुँदै जाओस् र किराँती कल्चर र सम्पूर्ण देशव्यापी रूपमै हिमाल पहाड तराई सबैको खानालाई चाहिँ एउटा यस्तै प्रदर्शन गर्ने एउटा ठाउँ मिलोस् र
उच्च ठाउँमा पनि उच्च स्तरमा पनि यो चाहिँ बेच्न सक्नु पर्यो। उहाँहरू एकदम किराँती कल्चरमै सजिएर आफ्नो संस्कारसँगै नमस्कार सेवा गरिराख्नु भएको छ। सबैलाई आगन्तुक पाहुनाहरूलाई एकदम धेरै उहाँहरूले एकदम ग्राहकहरूलाई चाहिँ एकदम धेरै प्रोत्साहन गर्ने काम गर्नु भइरहेको छ। एकदम धेरै राम्रो तरिकाले वर्णन गर्नु भएको छ। यो चाहिँ नुम अथवा मकै, नुम भनेको चाहिँ ढुङ्गासँग मिलाएर बनाएको मकै हो। यो चाहिँ कुनै पनि हुनसक्छ, तर पनि उहाँहरूकै उबाट ल्याउन सकिन्छ। तर त्यति राम्रो जानकारी पनि पाउन सकिनँ, तर उहाँहरूको एकदम राम्रो यस उदाहरण राम्रो, धेरै राम्रो छ। यो हाम्रो सुँगुरको मासु सँगै सेट पनि एकदम धेरै राम्रो थियो। सबै सेटहरूसँगै मिलाएर चाहिँ 350 अथवा त्यस्तै छ्याङसहित आउने रहेछ होइन। किराँती ट्रेडिसनल खानाहरूलाई एकदम धेरै माथिल्लो लेभलसम्म लाने एउटा बेच्न सक्नेसम्म एउटा बनाउनु हुने उहाँहरूलाई पनि धेरै धेरै धन्यवाद छ। उहाँ बेच्नुको लागि जो प्रोप्राइटर हुनुहुन्छ, उहाँ सेफ नेपालको चाहिँ विनर पनि हुनुहुन्छ र हिङवा सुब्बा दिदी पनि प्रतिस्पर्धी हुनुहुन्थ्यो। उहाँ किराँती लिम्बूको खाना पस्किँदै हुनुहुन्थ्यो। यो सबै आर्टहरू चाहिँ समीर सेफले बनाउनु भएको हो। एकदम धेरै राम्रो जज, हाम्रो हरेक खानाको जजमेन्ट हाम्रो सिनियर लेभलको सेफहरू विभिन्न तारे होटलमा काम गरिराखेको जज सेफहरूको चाहिँ एकदम धेरै राम्रो फुलबुट्टा भरेर चाहिँ एकदम धेरै राम्रो कार्विङ बनाएको